तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानल टेक्निकल सुरीमा। आज तपाईहरुलाई म नेपाल प्रहरीको प्राविधिक तर्फ चाहिँ भ्याकेन्सीको बारेमा चाहिँ तपाईहरुलाई म जानकारी दिन गइरहेको छु। म चाहिँ आज प्राविधिक प्रहरी जवानको चाहिँ केही जानकारीहरु दिन गइरहेको छु। तपाईहरुले केमा फर्म भर्न पाइन्छ, बिना प्रमाणपत्र, अनि त्यो विभाग भित्र छिरे भने के हुन्छ, के गर्नुपर्छ भन्ने कुराहरुको जानकारी दिन गइरहेको छु। सुरुमा म तपाईहरुलाई बिना प्रमाणपत्र चाहिँ केमा तपाईहरुले फर्म भर्न पाउनु हुनेछ त। एउटा तपाईले चाहिँ सञ्चार निर्देशनालय तर्फ चाहिँ तपाईले भर्न सक्नुहुनेछ बिना प्रमाणपत्र। खाली तपाईले एसएलसी अथवा एसई पास गरेको हुनु पर्यो। त्यसैगरी आयो तपाईको सवारी महाशाखा तर्फ। यसमा पनि तपाईले केही चाहिदैन प्रमाणपत्र, एसएलसी अथवा एसई पास गरेको हुनु पर्यो। त्यसैगरी केनाइन कार्यालय तर्फ पनि तपाईले एसएलसी अथवा एसई पास गरेको भए पुग्छ। हात हतियार मर्मत शाखा तर्फ पनि तपाईले एसएलसी अथवा एसई पास गरे पुग्छ। नेपाल प्रहरी संगीत विद्यालय तर्फ तपाईले एसएलसी अथवा एसई पास नगरेको भए पनि पुग्छ। खाली तपाईले 8 पास गर्नु भएको छ भने तपाईलाई पुग्छ। नेपाल प्रहरी संगीत विद्यालय तर्फमा चाहिँ तपाईले 8 कक्षा पास गरे तपाईलाई पुग्छ। तपाईले फर्म भर्न सक्नुहुनेछ बिना प्रमाणपत्र। अरुमा चाहिँ तपाईले के गर्नु पर्यो, एसएलसी अथवा एसई पास गरेको हुनु पर्यो। नेपाल प्रहरी संगीत विद्यालय तर्फमा चाहिँ तपाईले 8 कक्षा पास गरे मात्र पुग्छ। कुनै पनि प्रमाणपत्रहरु तपाईलाई चाहिदैन। एउटा भयो सञ्चार निर्देशनालय तर्फ, त्यसैगरी अर्को भयो सवारी महाशाखा तर्फ, एउटा केनाइन कार्यालय तर्फ, एउटा हात हतियार मर्मत शाखा तर्फ, एउटा भयो नेपाल प्रहरी संगीत विद्यालय तर्फ। यसमा चाहिँ तपाईहरुले खाली तपाई एसएलसी एसई पास गरे पुग्छ। अनि नेपाल प्रहरी संगीत विद्यालयमा चाहिँ 8 कक्षा पास गरे मात्र पुगिहाल्छ। अनि तपाईहरुलाई कुनै पनि प्रमाणपत्र केही चाहिदैन। यस विभाग भित्र छिरेर तपाईले के काम गर्नुपर्छ त भन्ने जिज्ञासा तपाईको मनमा लागेको होला। म यो पनि तपाईलाई स्पष्ट गराइदिने छु। सञ्चार निर्देशनालय तर्फ के गर्नुपर्छ त, तपाईले वाकी टकीमा के गर्नु पर्यो, सूचना आदान प्रदान गर्नु पर्यो, कम्युनिकेसनको लागि हो। त्यसैगरी सवारी महाशाखा तर्फ तपाईले सवारी चलाउन, सवारी बनाउन, त्यो सम्बन्धी काम गर्नु पर्यो। त्यसैगरी केनाइन कार्यालय तर्फ भनेको चाहिँ के हो भनेपछि तपाईले डगको केयर गर्ने, डगलाई ट्रेन गर्ने, यति नै हो केनाइन कार्यालय तर्फ। हात हतियार मर्मत शाखा तर्फ चाहिँ के हो भनेपछि हात हतियार बनाउने। नेपाल प्रहरी संगीत विद्यालय तर्फ चाहिँ तपाईले ब्यान्ड सम्बन्धीको बाजाहरू सिक्नुपर्ने हुन्छ। अझै पनि तपाईले केही बुझ्नु भएको छैन भनेपछि मलाई कमेन्ट बक्समा सोध्न सक्नुहुनेछ। अहिलेसम्म मेरो भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक शेयर गरिदिनु होला। धन्यवाद।